हेलो ल हामी चाहिँ अब बगानसान जान्न लागेको छौँ उत्तर कोरियाको पहाड बुढी छिन् बुढा म भइहाले यता सन्तोष सर गाए फान्जाङने हुनुहुन्छ अनि हाम्रो कार्की सर हुनुहुन्छ है त गाइस ट्याक्क लाएर हामी चाहिँ सान चढ्छौँ ल गाइस हामी आइपुग्यौँ अब हामी यता माथितिरको कुन चाहिँ पहाड चढ्ने हो थाहा छैन गाइस अब हामीसँग हुनुहुन्छ प्रवेश सर अनि सन्तोष सर बुढी म्याम अनि हाम्रो फान्जाङ सर हुनुहुन्छ ल पहाडै पहाड छ एउटा चुचुरो यो एउटा चुचुरो यो नेपालमा यस्ता त कति छन् तर यहाँको लागि चाहिँ ठुलै हो नि त ल पोखाङसान कुक्रिप खोङवन जाने बाटो बुढी सक्छौ त चढ्न सक्छौ ल जब हाम्रो ट्रेक सुरु भयो गाइज यता हेरौँ सबैले जाम 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 यहाँबाट सुरु भयो कहाँसम्मको यात्रा हो टाढासम्मको यात्रा छ हाम्रो अब जाँदै गरौँ ल हिँडिँदैछ ल म खिचिदिन्छु ल जाउँ क्याम्प आइयो बेस क्याम्प याक्सु आम भन्ने ठाउँमा यो 4-5 किलोमिटर हो हाई ल गाइज हामी त्यो माथिको टुप्पामा पुग्ने हो त्यो मान्छे छन् बुढी जाँदैछिन् त्यो बेस क्याम्प केटाहरू गइसकेछन् अब उ त्यहाँ बसौँ न ल अब त्यहाँ माथि गएर बसौँ न बुढी लु छिटो हिँड्नु कस्तो हो मान्छे ल हिँड्छ बाटो त खतरा छ है बुढा फेरि भनिन्छ त खोइ कस्तो हुँदैछ के भयो बुढी ल हिँड आऊ हिँड न स्वाइट हिँड न कस्तो ठुलो रक Let's go. ल एउटा पडाव सिक्दियो त्यसरी आएर ढुङ्गाको गेटले हामीलाई स्वागत गर्दैछ Hekun Pongamunde बुढा आएर बुढी सबभन्दा अगाडि गएको छैन अहिले हेरौँ है त ल जाउँ ल बुढी चढो 300 ल जाम फान्जाङ जाउँ
3 फेरो भयो कार्की 4 मिनेट हो 4 मिनेट छिटो चढ्ने भयो चढ नत्र झला बन्नुपर्छ एकदमै ध्यान दिनुपर्छ है ल माथि गएर मेरो भिडियो बनाइदियो त ल ल हिँड हिँड आऊ न आऊ पठा होइन यहाँ के दिन्छु कि के दिन्छु कि आऊ 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 आउनु ल जाऊ 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 ल आऊ जानु हजुरको मखि ल भयो सकिँदैन नि कहाँ यो त इम्पोसिबलै हो गाह्रो ल अब लगभग हामी चुचुरोमा आइपुग्न लाग्यो बुढी केही कमेन्ट गर न एकदम राम्रो लाग्यो गरेको फल मिल्छ पाइन्छ यो माथिको चुचुरो हो घाम पनि माथि नै आइपुग्यो रहेछ मान्छेहरू पहिला चुचुरोमा जाउँ न चुचुरोमा गएर फोटो खिचेर आउँ जाउँ सँगै जानुपर्छ त्यहाँ त जाउँ यहाँ चाहिँ रक क्लाइम्बिङ गरिरहेछौँ यो साउल सिटी यहाँ टुप्पोमा जाने चाहिँ सगरमाथाको माउन्ट एभरेस्टको टुप्पोमा गए जस्तै यहाँबाट लाइन बसिरहेछौँ हामी ल अब झोला बोक्ने कुरो भयो अब तल झरौँ तल झरौँ होइन त यहाँ बवाल देख्यो अब सुसु पनि लगाइरहेछ टाइम उ गर्नु पऱ्यो नि त जाउँ है त ए त्यो टाढा होइन जाने यता ल लास्टमा त कार्कीले बोक्ने भयो ल कार्कीको हार भयो सन्तोषको जित भयो सन्तोष खुसी भइरह ल गाइज हामी जान्छौँ अब ल जाउँ गाइज ल हामी झर्दैछौँ गाइज अब लगभग यति नै हुन्छ होला है हाम्रो भ्लग एन्डिङ गरौँ ल झरौँ हामी बिस्तारै झर्छौँ तपाईँहरू हामीलाई बिस्तारै झर्नु होला भनेर चाहिँ सेफ ल्यान्डेड भनेर शुभकामना लेखिदिनुहोस् किनभने अब हुन त पोस्ट आएपछि त हामी ल्यान्डेड भएकै जनाइन्छ होइन होइन र हाल्ने हो नि अफकोर्स हाल्ने हो नि गाइज ल सी यू गाइज बाई बाई अनि साँच्चै लाइक सब्सक्राइब अनि सेयर नगर्नु बरु सब्सक्राइब चाहिँ गर्नु यसो 2-4 सब्सक्राइब बढ्यो भने नि मेरो बढुन् है ल बाई बाई